10 लाख रुपियाँ जित्ने मौका छ, तर धेरैजसोलाई यसको सही प्रक्रिया नै थाहा छैन। अहिले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत बम्पर 10 लाख र दैनिक 1-1 लाख गरेर पुरस्कारको व्यवस्था गरिएको छ। तर यसमा सहभागी हुन के गर्नुपर्छ, कसरी फिलअप गर्ने र को एलिजिबल हुन्छ यसमा? सहभागी हुनको लागि सबभन्दा पहिले आवश्यक विवरण सही रूपमा फिलअप गर्नुपर्ने हुन्छ। अब कुरा गरौँ एलिजिबल को हुन्छ। यसमा एलिजिबल हुनको लागि 100 रुपियाँभन्दा माथिको बिल हुनुपर्छ, प्यान बिल होस् या भ्याट बिल होस्, र बिलमा सामान दिने पसलको प्यान नम्बर उल्लेख गरेको हुनुपर्छ, तपाईँको नाम हुनुपर्छ र डेट सही हुनुपर्छ। त्यसैले मौका नछुटाउनुहोस्। र म तपाईँहरूलाई इक्जाम्पल देखाउन चाहन्छु। यो पेट्रोलको बिल हो, तपाईँहरूलाई फिलअप गरेर देखाउँछु। सबभन्दा पहिले तपाईँ जानुहोस् क्रोम ब्राउजरमा र क्रोम ब्राउजरमा आइसकेपछि यसमा टाइप गर्नुहोस् price.ird.gov.np। यदि टाइप गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ नेपाली र इङ्ग्लिस, तपाईँलाई जुन भाषामा सजिलो लाग्छ त्यही गर्न सक्नुहुन्छ। इनरोल बिल भनेर लेखेको छ, यसको तल छ इनरोलमेन्ट हिस्ट्री छ। यसमा तपाईँले कति इनरोल गर्नुभएको छ, कति बिल सबमिट गर्नुभएको छ त्यो देखिन्छ। र हामी गरौँ इनरोल बिलमा। ओके, हामीले क्यास कारोबार गरेछौँ भनेपछि क्यासमा गर्नुहोस्, र इलेक्ट्रोनिक क्युआर गरेछ, ई सेवाबाट गरेछ भनेपछि ट्याक्स पेयर इन्सेन्टिभ भनेर तपाईँको ई सेवाको सबभन्दा तल देखाउँछ, त्यहाँबाट कुपन लिन सक्नुहुन्छ। फिलअप गर्नु पर्दैन, यहाँ आएर क्यासमा जानुहोस् र त्यसमा बिल नम्बर लेख्नुहोस्। अब बिल नम्बर हाम्रो कति छ, इन्भोइस नम्बर भनेको छ, के लेखेको छ इन्भोइस नम्बरमा, बिबी छ -177 -8384। मैले चाहिँ पुरानो बिल लिएको छु। बिल नम्बर राख्नुहोस् र यहाँ राख्नुहोस् सेलर प्यान नम्बर। सेलर प्यान नम्बर माथि देख्न सक्नुहुन्छ 3001454443 छ। र यसमा डेट छान्न सक्नुहुन्छ, डेट कहिलेको हो, बिल एमाउन्ट कति छ, तल लेखेको छ 1800, त्यो राख्नुहोस्। अनि यहाँ तपाईँको विवरण लेख्नुहोस्। तपाईँको नाम हुन्छ यसमा, यो नाम हुन्छ तपाईँको फोन नम्बर हुन्छ यसमा, र तपाईँको एड्रेस हुन्छ यसमा। ओके, अब तपाईँले जेनेरेट कुपन प्राइस क्लिक गर्नुपर्ने हुन्छ। म यसमा क्लिक गर्दैन किनकि यसले स्ट्रिक्ट रुल लगाएको छ, जसले फेक इन्भोइस इन्ट्री गर्छ त्यसलाई कारबाही हुन्छ भनेर। सो म यसमा जेनेरेट कुपन प्राइस गर्दैन र म तपाईँहरूलाई देखाउँछु हिस्ट्री कसरी हेर्ने भनेर। सबमिट गरिसकेपछि तपाईँले इनरोल हिस्ट्रीमा जानुहोला र इनरोल हिस्ट्रीमा तपाईँले देख्न सक्नुहुन्छ रिसेन्ट इनरोल गरेको यसरी छ, र यसलाई पिएनजीमा सेभ गर्न सक्नुहुन्छ हजुरले। र यसरी तपाईँको यो नम्बर चाहिँ देखिन्छ, यो चाहिँ तपाईँको कुपन कोड हो। यो कुपन कोड हजुरले यहाँबाट पनि हेर्न सक्नुहुन्छ। यो सही तरिकाले तपाईँले इनरोल गर्नुभयो भने तपाईँ एलिजिबल हुनुहुन्छ। यो इन्फर्मेसन कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।